ल गुरुङ सोल्टा आज फेरि हाम्रो भेट भएको धेरै पछि अब त केही बोलिदिनु पर्यो ए भगवान् ल त गुरुङ सोल्टा सेल्फी हानिदिने बस्दिने मात्र बोल्नु न थोरै थोरै त बोल्नु नसक्ने अवस्था छ बोल्नु न बोल्नु आउँदै हुनुहुन्छ अरे यही हो अब मलेसिया नआउनेले हेर्नु पछाडि मलाई चाहिँ नहेर्नु टक्क लाएर होइन केलसिसी साथीहरू सबैले एकचोटि यो चाहिँ भिडियो गुरुङ सोल्टा केही बोल्दिनँ आज त के हो कहिल्यै नलाउने अनि चस्मामा खिया लाग्ने गरी केही भन्नु नि त अब केही भन्नु कस्तो लाग्यो भेटेको बेला एउटा सम्झनाको लागि जिन्दगी मरि केही फिलहाल यो हो क्या भेनाजु भिडियो अरू ल हाम्रो सम्धि हेलो हेलो फाइनली गोपाल सम्झिसँग भेटियो पहिलो लागि गोपाललाई हेरबेरी पनि भेट्ने बाध्य गर्दै आज चाहिँ भिडियो रमाइलो गरियो अब हाम्रो मामा मेरो त यस्तै हो जहिले बिन्दा छ मान्छे बिन्दा नामै बिन्दा छैन तपाईँको गुरुङ सोल्टालाई चाहिँ बोल्नै लानुपर्छ आज सोच्नु ओ सोल्टा आज त बोल्नै पर्छ भन्दैन हो नमस्कार भेनाश्री अब सालाले एकदम स्वागत गरे हजुरलाई अब आजको दिन कस्तो लागिरहेछ हजुरलाई केही बताइदिनु पर्यो हजुर एकदम ठिक छ नि एकदम खुसी हुनुहुन्छ नि आज ओके खुसी रहनु अनि गुरुङ सोल्टा नमस्कार सन्चै हुनुहुन्छ हजुर आज बोल्नु भएको छ क्यारे त नि आज त बोल्नु भएको छ त के हो ल ठिक छ ल एकदम खुसी हुनुहुन्छ नि आजको दिन नमस्कार रबिन सम्धि सन्चै हुनुहुन्छ आजको दिन अनि कसरी र कस्तो भइरहेछ यस्तै हो आजको दिन यतिकै रमाइलो भयो अब अझै रमाइलो गर्न बाँकी नै छ टेन्सन नगर्नु अब हुन्छ एकछिनपछि झनै रमाइलो हुनेछ किन हाँस्नुभयो त हजुर मलाई तपाईँको इन्टरभ्यूले शीतलमा बसौँ भन्ने मात्रै छ अनि तपाईँ बरु पानी खाउँ न है पानी ओके पाउन है ल यता म अब बिन्दास मामातिर आएँ नमस्कार हजुर नमस्कार सन्चै हुनुहुन्छ एकदम आराम कुशल मङ्गल अनि आजको दिन कस्तो लागिरहेछ त हजुरलाई एकतिर रमाइलो लागिरहेछ भने एकतिर ल भयो अब चाहिँ धेर भिडियो नगरौँ ए मामा बोलेकै छैन क्या रबिन सम्धिसँगको भेट आज एकदम खुसी पनि लागिरह एकदम रमाइलो तर घामले भनेपछि चाहिँ फेरि डेन्जरै पोल्दियो ठिकै छ केही छैन अब अर्कोचोटि चाहिँ एकदम सम्धि हजुर म शीतलको छारी लिएर आउने छु टेन्सन नगर्नु होला घामले डढेर रातो बिरो कालो भइसक्यो ल आउन
हजुर यस्तै छ भेटियो भेटघाट। फाइनली ओके हाम्रो सबैजनालाई एकदम नमस्कार छ। नमस्ते हजुर। अब भेट छोटो छ, टाइम धेरै छैन, भेट छोटो एकदम मिठो एकदम मिठो भेट भयो हजुर। एकदम। अब तर घामले पोलेर मात्रै हो सम्झे घामले पोलेर मात्रै एकदम 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 अर्कोचोटिको भेटमा एकदम योभन्दा डबल रमाइलो गर्ने बाचाको साथ अब छुटौँला। तपाईँ नहेरी जानु होला, फेरि भरस्टै हुनुहुन्छ क्या। अमेरिकाको हाम्रो जोडीलाई एकदम रुचाइदिनेछ। थोरै हिँडेको जस्तो गर्नु न, उता यता सर्लक्क भोलि फेरि मैले सम्धिलाई देख्न पाऊँ। बेलुका हाम्रो भेट पक्कै हुनेछ। भिडियो हान्दियो सम्धि। हिँड्दै हिँड्दै आउनु। भिडियो बनाउनु हजुर हजुर। लभ, दिस इज लभ। लभ लभ लभ। तपाईँको नामै माई लभ किङ हो नि, लभ पै लभ ट्याक्कै ल सम्धि। ल भयो होला।